I'm waiting the background frame button is kitchen. This was our start. Hello everyone, welcome to my channel. मेरो च्यानलमा खासमा भिडियो कमी भइरहेको थियो and I was wondering अब के भिडियो बनाउने अनि I thought of reviewing the products I have ordered from Daraz till now. Obviously सबै प्रडक्ट त मसँग कहाँ छ अहिले, but भएको प्रडक्टहरु जुन छ गर्नु रिभ्यू पनि छ. So let's get started. First product is this speaker KISONLI को price screenshot राखिदिरहेको छु त्यहाँबाट हेर्न सक्नुहुन्छ. अनि I've been using this speaker for I guess 2 years के अनि साउन्ड क्वालिटी एकदम राम्रो छ. लाइक बेस पनि गाना सुन्दा बेस पनि मजाको सुनिन्छ. सो आई लाइक इट फर एन्ड 12-13 को लागि गुड प्राइस. अनि म खासमा यही स्पिकर डेलिभरी चार्ज दिनुपर्छ नि त. सो मलाई लोभ लाग्छ, त्यही भएर मैले यता चोकमा पनि गएर सोधेको थिएँ अनि चोकमा महँगो भनेको स्पिकर सेम स्पिकरलाई सो मैले दराजबाट अर्डर गरेँ. अनि लास्ट विक यो फ्रिज एज इन 3 फिटको हाइटबाट खसेको थियो कि. सो 3 फिटको हाइटबाट खस्दा पनि यसलाई केही भएन. सो दिस इज गुड. यो अर्डर गर्ने मिल्छ. स्पिकर भोल्युम पनि मजाको आउँछ. यो बक्समा हुन्छ अनि द स्पिकर कम्स विथ अ युजर म्यानुअल. एउटा यो ज्याक लाइक सेम टुप्पो भएको. आई थिङ्क मलाई थाहा भने यो के युजको लागि, मैले अझसम्म युज पनि गरेको होइन यो. अनि आई थिङ्क यो फोन र योमा सँगै कनेक्ट गरेर यो फोनमा कनेक्ट गरेर ब्लुटुथ नजोडिकन चलाउनु मिल्नेको लागि होला. अनि म जेनरली ब्लुटुथबाट युज गर्छु, आई डोन्ट नो. अनि एउटा चार्जिङ यति सानो वायर आउँछ, आफ्नो डल्लो चाहिँ आफ्नो एडाप्टर चाहिँ आफ्नै युज गर्नुपर्छ. त्यही हो, त्यतिकोसँग आउँछ. अनि हुन्छ नि अनि यो स्पिकर इज लाइक दिस. सी यस्तो छ क्या यस्तो. अनि यहाँ फोन यसरी हालेर फोनमै यसरी यहाँबाट चलाउनु मिल्यो, यसरी हाल्न मिल्यो. सो बेस्ट पर्चेज एभर फ्रम Daraz. द सेकेन्ड प्रडक्ट इज दिस. अनि मैले अर्डर गरेको नि यही 4 इन्चको नै हो भास. सो दिस इज माई डोनट भास. आई लाइक इट कि 4 इन्च प्रिटी एन्ड क्युट एस्थेटिक. अनि दिस इज हाउ यो मेरो टेबलमा बस्छ यसरी नै. सो इफ यु लाइक यस्तो क्युट सामानहरू गो फर इट. सेरामिक हो, इफ यु क्यान सी अर नट. लाइक सेरामिकमा पनि यो त्यो पलिसवाला फिनिसिङमा होइन, म्याटमा छ. सो त्यसले गर्दा मलाई झन् अझै मन पऱ्यो कि हो. द थर्ड प्रडक्ट इज दिस सिलिकन सक्स. आई हेभ बिन युजिङ इट 7-8 महिनादेखि एन्ड आई थिङ्क इट इज वर्थ द मनी के. लाइक मेरो जेनरली खुट्टामा नङ लामे हुन्छ, त्यही पनि नङले गर्दा पनि च्यातिएको छैन. अहिले युज गरेर 4 भएको छ, तर देखाउनु पनि लास्ट हेरेर अहिले टाढोबाट हेर्नु कम्फोर्ट देखिन्छ. अनि यो पछाडि ग्रिप पनि छ कि, यो रबरको फुट. यो त नजिकबाट मिल्दैन. ग्रिप पनि छ नि, ग्रिपले गर्दा हिँड्दा गर्दा पनि केही हुँदैन. आई लाइक इट. अनि यो भित्रबाट चाहिँ यस्तो सिलिकन छ, लाइक स्टिकी के. सो यो स्टिकीले गर्दा खुट्टा मोइस्चराइज रहिरहेको छ क्या राति. म मोस्टली राति युज गर्छु नि. अनदर प्रडक्ट इज दिस. अब मैले लगाइसकेको छु. अनि रिङ त अहिले अवस्था देखाउनु जस्तो छैन, त्यही पनि अब देखाउनु पऱ्यो. सरी है यस्तो घिनलाग्दो हात देखाउनुको लागि. मोस्ट अफ द रिङ हराइसकेछ. अनि यो रिङहरू पनि खासमा अब लगाउने अवस्थामा छैन. अनि लाइक रिङ राम्रै थियो आएको बेला. इफ 1 टाइम 2 टाइम युजको लागि हो, 1-2 पल्ट युज गर्नुको लागि हो भने गुड गो फर इट. तर यो खुलेर कस्तो कालो घिनलाग्दो देखेछ क्या अहिले अब. सो आई डोन्ट युज इट. अनि काम छैन. दिस इज फर प्राइस 360 अनि इन्क्लुडिङ डेलिभरी 450 परेको रहेछ. सो आई वुड प्रिफर 450मा बरु एउटा मात्र रिङ किन्न, स्टेनलेस एन्टी टार्निस. तर दिस आई वुन्ट प्रिफर न. तर 1 टाइम युजको लागि त्यति बेला खै न्यु इयरको लागि किनेको के हो. त्यसपछि नेक्स्ट आई हेभ अर्डर दिस बार्बिक्यू ग्रिल. राम्रो छ. आई थिङ्क ग्रिल मात्र आएको थियो, त्यो स्टिकहरू केही आएको थिएन ग्रिलसँग. अनि 845मा मेटलको ग्रिल आई थिङ्क इज गुड. यो बार्बिक्यू ग्रिल यहाँ लेखेको हुन्छ BBQ ग्रिल. यसको पछाडि यस्तो खुट्टा रहेछ. खुट्टा प्रेस इट लाइक दिस. त्यस्तो 2टा ग्रिल. यो त खासै युज गरेकै छैन, यो युज गरेको छ. यति युज गर्ने पार्ट कलर गर्छ, इफ यु क्यान सी अर नट. अनि म चाहिँ वन्डरिङ यहाँको पेन्ट किन खुले छैन. पेन्ट नखुलेको कुरा हामी चाहिँ यहाँ एउटा पातलो लेयर अफ टिन हाल्छौँ अनि टिनमाथि चाहिँ कोइला हाल्छौँ, त्यही भएर यो खुलेको छैन. त्यही हो. थम्स अप. किन perfectly working. And next is this anti-dandruff shampoo, which is recommended by my dermat. So
अनि यो जताकतै पाइँदैन बिकज अभियसली डर्मेटले रेकमेन्ड गरेको हो चेक गराएर युज गरिरहेको छु। सो राम्रो छ स्याम्पू, म युज गरिरहेको छु अनि इफेक्टिभ पनि छ जस्तो लाग्छ। अनि डराजबाट मगाउँछु बिकज यो यहाँ पाइँदैन, अल्का फार्मेसी जानुपर्छ कि। गुड, एकदमै आउँछ। सो गुड। त्यसपछि मेन जुन स्क्याम भएको मसँग त्यो हो यो बाउल सेट के। यस्तो टाइपको बाउल थियो त्यो 3टा सेट। यो त्यो होइन है, फेरि यो चाहिँ फरक मैले 299 कि 399 सपबाट किनेको थिएँ। दिस इज गुड वान, माइक्रोवेभ गर्न पनि मिल्छ। तर त्यो मगाएको पनि माइक्रोवेभ गर्न मिल्छ कि मिल्दैन नसोधिकन मैले मगाएँ कि। अनि पछि तातो खाना हाल्दा आफै क्र्याक हुने के, लाइक त्यति बेलै त क्र्याक भएन, तर धोएर हालिसकेपछि एकछिनमा क्र्याक भयो कि 3टै फुट्यो मेरो। अनि मसँग लाइक यो त्यस्तो होइन है, दराजबाट मगाएकोलाई यस्तै थियो भनेर देखाउन मात्र खोजेको, हेर्दाखेरि यस्तै थियो। बाउल त 3टा छ नि, तर त्यसको बिर्को छ 3टा। यो बिर्को केही डिआइवाई हजुरहरूलाई बनाउनु सक्छु जस्तो लाग्छ भने डु लेट मी नो है। डिसअपोइन्टेड 500 को, खासमा 500 हेरेर पनि मगाउनु गएको, तर 500 पनि पैसा हो कि, 500 मा फुट्ने भाडा दिदिनँ। त्यही हो, मैले एकदम धेरै डिसपोइन्ट भएको प्रोडक्ट यही हो बाउल। माई नेक्स्ट वाज दिस हुक। यो हुक चाहिँ किन अर्डर गरेको भनेपछि मसँग धेरै इयरिङ थियो जुनको चाहिँ मैले यो हुक चलाएर बाङ्गिसकेको थिएँ, भाँचिसकेको थिएँ। सो आई अर्डर यही हुक डिआइवाई गर्छु भनेर आफैले सब इयरिङ ठिक गराउँछु भनेर। बट प्लिज दराज टेल मी, म यो हुकको के गरौँ। यो आयो, मैले अर्डर गरेको यो बिकज डेलिभरी फ्री थियो, 10 रुपिस मात्र लागेको थियो डेलिभरी, त्यही भएर मात्र उहाँको थियो 130 रुपिसको थियो यो। सो स्क्याम भनेको मैले दराजबाट पाएको यही नै हो कि स्क्यामै। नेक्स्ट इज दिस बुक, दिस इज द रिभ्यू मैले दराजमा दिएको। एन्ड दिस वाज फर 500, वेरोनिका डिसाइड्स टु डाई। अनि योसँग एउटा थ्याङ्क यू बुकमार्क पनि आएको थियो विथ दिस, टुडे अ रिडर टुमोरो अ लिडर। युट्युब भिडियो बनाउँदै के पढिरहेको छु, टुडे अ रिडर टुमोरो अ लिडर। यस, मगाएको छु, पढ्छु होला नि कुनै दिन। वेरोनिका डिसाइड्स टु डाई, वाइ, पछि पढेर भन्छु कुनै दिन पढ्यो भने। यति पेपरहरू च्यातेर आएको हो कि, च्यातेकै आयो कि, यति पेज च्यातेर आएको नि। हुन त्यसले केही फरक पर्दैन लास्टको पेज, एज इन नट लिटरल च्यातेकै त होइन, तर सी यो यति माथिबाट कटिङ मिस्टेक, अनि यो यस्तो यस्तो भएर आएको छ, त्यति हो योमा डिफेक्ट भन्ने। प्रोडक्ट इज अगेन अ बुक। दिस इज द बुक, दिस इज द book named The Subtle Art of Not Giving a F. पढ्न त कसले पढ्यो। तर looking at the pages, पेजको क्वालिटी राम्रो छ, बुक पनि राम्रो छ पढ्नु। So the next product is this, spinning pen. स्पिन गर्नु पनि आउनु मलाई। Give me a, let me show you. This was priced for 488 without delivery charge. So मलाई एकदम एक्सपेन्सिभ लाग्यो है यो, बट मैले अर्डर गरेको होइन, बहिनीले अर्डर गरेको थियो। अनि छ भित्र यस्तो मात्र कि स्पिन गर्ने मात्र, पेन पनि छ भित्र, कालो जेल पेन छ। तर 488 इज स्पिनिङको लागि छुट्टै पेन। 488 मा त कति धेरै पेन आउँथ्यो। सो धेरै महँगो छ तर सामान राम्रै छ। अनि प्लस यो फलामको डल्लो जस्तो छ, जसले गर्दा वेट ब्यालेन्स हुन्छ अनि स्पिन गर्न सजिलो हुन्छ। सो म स्पिन गरेको भिडियो हाल्छु है। अब स्पिन कसले गरेको सो नट अफ यु कन्सर्न, स्पिन गरेको भिडियो हाल्छु। ओभरसीबाट मगाउँछु नि, कति दिनभित्र आइपुग्ने त्यो वाला अर्डर हो कि, हङकङबाट हो आई गेस, त्यही भएर महँगो छ। ल गाइज, अब म स्पिन गरेर देखाउँछु है त्यो पेन। मैले गरेको यो, डोन्ट डाउट द्याट। Oh shit. अलि नजिक, हात, मेरो हात नजिक आऊ त अलि हल्का। ल थम्स अप, बाई। नेक्स्ट इज दिस वेइङ मेसिन। त्यो मेसिन हामीले 2 वर्षदेखि युज गरेर छौँ, अनि 2 वर्षदेखि युज गरेर पनि त्यसको अझै पनि ब्याट्री चेन्ज गर्नु परेको छैन। 50 चोटि त युज भएको छ होला यार, मैले 20 चोटि गरेँ होला। खानुभन्दा अगाडि, खाइसकेर भोटी जानुभन्दा अगाडि भोटीबाट आइसक्यो। 50 चोटि युज भएको छ है। अनि हामी युज गरिसकेपछि अफ गर्छौँ त्यसलाई। सो त्यही भएर पनि होला यति धेरै ब्याट्री टिकेको। अहिले त्यो अनै छ, बट कसरी अन गर्ने भनेपछि यहाँ एउटा बटन छ, यसलाई एकछिनसम्म लङ प्रेस गरेपछि इट्स अन। अनि यो अन गरेपछि पनि वेट गर्न पनि केजी पाउन्डरमा पनि मिल्छ, केजीमा ल्याउनु पऱ्यो।
41.65. This is it for this video. If यो भिडियोमा 100 लाइक्स आयो भने यसको पार्ट 2 पनि आउँछ नभए यही हो. ल बाई 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 भन्दै Bye bye. if I can Bye. बाई बाई भन्दै न. Bye bye. ल बाई. 100 पुऱ्याएर यसको पार्ट 2 बनाउनु पनि मलाई बाध्य गराउनु है. पार्ट 2 आयो भने फर्स्ट प्रोडक्ट चाहिँ यो हुन्छ है. But that's not your book, baby. And you are supposed to shut up, baby. Like, I like this bookmark. I ordered this, okay? Ordered by Miss Ancha Lirala. Shut up now. Her cute little sister. But she stole all these products from me. So that she can make her, like, video. Bye bye.